हामी चाहिँ अहिले यहाँ क्विनेटार खोडी पुरानो खोडी अहिलेको क्विनेटार आएका छौँ। के गर्दा नि देखाउँदा त खाएको देखाउँदा त के। अहिले हामी आएछौँ क्विनेटारमा हामी दुईजना। के भन्नु छ? चिसो रमाइलो रहेछ, शीतल चिसो मौसम चाहिँ। क्विनेटार पहाडी यस्तो छ है इलाका। क्विनेटारको डाँडा चढ्दै। हेलो हेलो दाइ, के छ खबर? कता हो? हामी कहाँसम्म हो यात्रा हो? हजुर हजुर, रमाइलो छ है दाइ? सकिन्छ कि सकिँदैन, सास पर्न थालेछ कहिले नै चढ्दै। सकिन्छ हौ दाइ, खासै लाइफ कस्तो मजा राति चाहिँ हिँड्नु मजा आउँछ। रहेछ हौ दाइ, हेर्नु न। पहिलो सिडी ल ल दाइ, मजाले नि त, ठ्याक ठ्याक पारेर थोरै जेन भने घर छ। हामी यो जाँदाखेरि कस्तो चढेको भयो बन्द गरेन। होइन अगाडि जोडी डाँडा जस्तो छ। त्यो चढ्दा त्यो गलियो, त्यत्रो चढ्दा त कहाँ सकिँदैन होला। के छ गल्यो? सास गयो त यार। दाइ गल्नु भएन? गल्नु भएन? निकै उकालो पो रहेछ त यार। जस रमाइलो रहेछ ठाउँ चाहिँ त यार। यहाँ चाहिँ दाइलाई 2-3 दिन हिँड्यो भने चाहिँ 500 किलो घट्नु हुनेछ। गन्तव्य टाढै होला नि त होइन, माथि नै होला नि त। ल है ल है, यहाँ तलबाट हामी चाहिँ हिँड्दै हिँड्दै आएको है। यहाँबाट भ्यू दामी देख्छ। यता हेर त, यस्तो दामी देख्छ। हामी धेरै माथि चढिएछ हो। धेरै डाँडामा थियो यो सर। ठिक छ नि, एकदम दाइ रमाइलो छ यार। कस्तो दामी ठाउँ आएको। दामी लाग्छ बाटो यो। त्यो गाना बन्द गर्नुपर्छ यार, कपिराइट लाग्छ। ल